मेरो दुई रहेछ है के थाहा हुन्छ अब भनौँ तिम्रो गाडीमा रेस गर्दाखेरि जब रेस गर्छौ नि भित्रबाट भारी खड्काउला त भारी भन्नाले त्यो वेट खड्काउँछ नि त्यहाँदेखि गाडी राम्रो तानिन्छ हाम्रो सुमित नदीले दुई पाङ्ग्रे साफ गर्दैछन् यो ठिक छ नि होइन सुमित यस्तो घुम्ने हो टक्कै यस्तो भयो भयो अब म यता पनि यो एभेन्जरको कामकाज तिम्रो इच्छा होइन हामी के भन्न सक्छौँ ओके भन्न सक्छौँ म त ओके भन्न सक्छु इट्स अप टु यु यु कैन नाउ लेटर अन हैन साफसुफ गर्दैछौँ सुमितले दुई पाङ्ग्रे साफसुफ गर्दैछन् अब यहाँबाट लैजाउँ सुमित अहिले ल यहाँतिर ल होइन उयो बाइक अब त्यस्तै गर्छु नि त्यहीपट्टि उयो गर्ने के हँ कम छ र त्यस्तो लामो हुनु सक्दैन क्या के हुनुपर्छ ज्ञान हुनुपर्छ यो बारेमा सबै खोलिदिनु हो यो म यहाँबाट हेर्नु पऱ्यो त्यो कि यो हो भने त म काटिदिनु परेन नि त गएर सलक्क जान्छ नि त लामै तर म हेर्छु नि यो सलक्क छ भने त म यसलाई सकेट मात्रै कपाल मात्रै टक्कै हालिहाल्छु नि त हो काट्नु पर्दैन बिग्रिँदैन नि त उयो हुन्छ नि त यस्तो हुन्छ नि सो हिजो त्यसमा तिमीले अलिकति फरक निकै पाइहाल्यो है त्यो तपाईँले त्यही भन्नुहुन्छ नि त कोही छैन भन्नु नि त त्यो त मैले क्लच प्लेट गयो के कसो होला भने अब क्लच प्लेट हो तर अब अन्य सामान नमिलाइकन त्यो गर्नु सकिँदैन नि त हो पहिला अरू हेर्नु पऱ्यो नि त माइनर कुरो हो माइनर कुरोले के कसो गर्दा गएपछि त हेर्नु पऱ्यो
अब इन्जिन ओइल पनि ड्रेन गरिराखौँ ल सबै इन्जिन ओइल ड्रेन गरिराखौँ हो ड्रेन गरिराखौँ अन्य चाहिँ पर काम गर्दै गरौँ त्यो काम पनि गर्दै गरौँ हो यसको चाहिँ यो छ नि त खोपी चाहिँ यसो गर्नु सकिन्छ इजिली क्या हजुर मन्दिर जानु भएको ठिकै छ केही छैन त्यो भइहाल्ने कुरो भइहाल्ने कुरो बाथौडी ए पर गएको छ माइजो बिहेमा श्रेन्जलको श्रेजल बहिनीको हुन्छ ऊ हेर त इन्जिनमा दही भइसकेछ बुढा पापालाई हिजो मैले भनेको त अब उयो हुनु मात्रै बाँकी रहेछ घिउ हुनु मात्रै बाँकी रहेछ हो हेर त क्वालिटी हेर त हेर छ नि हेर त हो हेर त क्वालिटी यो चाहिँ अगाडि उयसमा भन्नुहुन्छ है त्यो सानो चेनमा भन्नुहुन्छ यो हुँदैछन् हुँदाखेरि हुँदै हाम्रो ल पनि भन्नुहोस् न त्यसरी अलिकति हल्का ल के गर्छ यसको तेल तपाईकोमा कति हो तेल चाहिँ यो के छ यो तेल के तेल चाहिँ कसरी गोटा ए हो आठना 1500 भति है इन्जिनियर कसरी भन्नु छ बाबाले 400 रुपैयाँ दिनु 400 को सरो भुटी छ हो हजार सरो भुटी चाहिँ 400 भन्नु अब आफूले 400 सुने कतिको भन्नु 550 उसको छ यो क्यास्ट्रोल हो मोटर छ मोटर नम्बर 1 त मोटरले छैन कि र पनि यसमा त्यो क्यास्ट्रोल उयो पनि नटबाटै हुन्छ यो
सर्वपट्टि कोही छैन त्यो के भन्छ ला खतम भन्ने होइन हो नेगेटिभ बोल्दैछु कि तपाईँको ओनै राखिरहेको त्यो लाइट कति भन्नु हो तपाईँले हिजो मैले देखाएको छु कुन छ गोल्ड लाइट त्यो बगी लाइट त्यत्रो लाइट देखाएको थियो नि हिजो हो म ग्यारेज आएको छु तल स्टार बक्स ग्यारेज जान्छु तल शिवगान आदित्य अङ्कल मोबिल हाल्नु म एक्लै हाल्छु अब किन रिकेलले पर्खिरहेको छ घरमै छ It's done now. पर्खिरहेको रिकेलले जाउँ न म पनि घरै त आउँछु गोली स्टार्ट भयो तर फर्स्ट म्याच साइलले हालेको छ दुईटा म्याच छ दुईटा सुमित हिजो एउटा काम हामीले यसमा भनिदिइरहेको छौँ जुन चाहिँ हामीले कार्बोरेटर हाल्यौँ नि नयाँ कार्बोरेटर ब्यागमा चाहिँ पत्ती हुन्छ पत्ती छ छैन हामीलाई थाहा छैन हो ल त्यो म्यानिफोल्ड रबर त ब्यागको त हाल्यौ होइन नत्र तारले भए पनि नत्र त्यहाँ त्यसको बय छ भने त बयले हालिदिनु पऱ्यो कस्नु पऱ्यो त्यो होइन नत्र तारले पनि कस्नुपर्छ मैला पस्छ भित्र टिपटप देखिन्छ अब आज त पर्दैन होइन कहिले कस्नु अन्त कहिले गरेर कस्नु भन त हजुर अब कहिले कस्नु अब यो हप्ताभरिमा आउँदा हुने जान्छ हुन्छ हुन्छ अब कहिले त्यो कामले गर्दा क्या हजुर राति त्यति उयो भयो नि त है रात परिसकेको थियो नि त भयो नि त मैले हिजो मैले तिमीहरू गएर म त उयो गर्छु नि त रिकल हो के गरेँ कसो गरिने रिकल गर्नु रिकल गर्छु नि त के गरेँ कोही बेला आफूले पनि भुलिन्छ होइन अनि त्यस्तोहरू कोडहरू चाहिँ किनभने हिजो त हाम्रो बेस्ट थियो नि त है हजुर हिजो त हाम्रो बेस्ट इन्जिन भयो नि त बेलुका लाग्यो भनेर पापाले क्या अन्त तिम्रो ट्युसन गइछ हजुर अन्त ट्युसन भ्याएछ तिमीले अन्त सर्वफोर्टी भइँदैछ भ्लगिङहरू चाहिँ हेर्दैछ भ्लगिङहरू चाहिँ हेर्दैछ लगिङ है यसले विज्ञापन हुन्छ नि त हो विज्ञापन क्या विज्ञापन लाग्यो हल्का विज्ञापन होइन BS3 ड्युक राम्रो हुन्छ ल उयो निक्लेको छ नि अङ्कल पहिलाको उयो हुन्छ नि BS3 ड्युक उयो जस्तो 390 तर 200 जस्तो देख्ने छ नि है 200 छ नि हौ त्यो केटिएममा हजुर ड्युकमा है हजुर छ नि 390 हो नि तर 200 चाहिँ हुन्छ नि ए ओ सर्ट बडीवाला हजुर छोटो खालको है अँ छ त्यो छ नि अनि मेरो साथीले किन्न छ कि अन्त त्यो म फेरि त्यो मोडल छैन जस्तो लाग्यो नि त अनि कम्पनीले हरेक उयो निकालेको हुन्छ सिसीहरू निकालेको हुन्छ नि हो कति बेला चाहिँ अब त्यो अब लन्च गरेर यहाँ नआइपुगेकोहरू हुन्छ होइन हजुर अब कुन देशमा गर्छ फेरि कुनै देशमा गर्दैन त्यस्तो हो नि त हो कि होइन अब त्यो कतिवटा देशमा त्यही अब तराई धेरै हुन्छ हो पहाड कम्ती हुन्छ अब यहाँ जस्तै पहाड इलाकामा हाम्रो यो बजाजको होइन कति मार्केट राम्रो लिइरहेछ हो क्या भन त हजुर अब यहीँ अब हिरो होन्डा स्प्लेन्डर अब गर्न त यहाँतिर स्प्लेन्डर गर्न सिटी डिलक्स कोही कहाँ छ प्याटिना ऊ पर थियो होला परेन त्यो पनि छैन नि अहिले छैन बेच्यो होला त दाजुले
डिस्कभर भन्ने पर दाको पनि होला उयो दिलन्दाको छ दिलाउनु अङ्कलको है अन्त एउटा खाले छ दुईटा छ अरू कस्तो छ एकजना माथि ढाडे गाउँको एउटा अङ्कलको डिस्कभर है अनि त्यस्तो हो नि त यहाँ मार्केट छैन अब जस्तै हिजो तिमीले यहाँ उदाहरण हेरेर त यहाँ उयो गर्दाखेरि नि बजाज पनि आउँछ प्रायः बजाज अरूमा आउँछ इनफिल्ड पनि आउँछ होइन रोयल इनफिल्ड भयो स्कुटी 125 यस्तोहरूमा आउँछन् तर अब मेजोरिटीमा चाहिँ बजाजले मार्केट ल्याएको छ नि त यहाँ चाहिँ त्यो एसएस 125 भने स्कुटी प्रतीक दाकोमा चाहिँ होला एसएस त्यो मात्रै एउटा मात्रै छ एक्टिभा चाहिँ पुरै छ कि एसएस एक्टिभा बढी छ एन्टर होइन एसएस चाहिँ प्रतीक दाको चाहिँ छ तिमीले उयो गरेर ल गाडी एक गाडी न्युट्रल बन राख तपाईँ गाडी एक पेट्रोल तिमीले उयो दिनुपर्छ पेट्रोल लाग्यो तल माथि तिमी त्यसको लागि आउनुपर्छ है ल हुन्छ त्यो काम गर्नुपर्छ किनभने काम अलिक व्यस्त भएर गर्नु छैन फ्रन्ट क्यामेरा ठिक हुँदो रहेछ अमनले पो गर्दा ठिक भयो त अमन दादाले क्या क्लियरिटी राम्रो हुँदो रहेछ है फ्रन्टमा चाहिँ है 14 नम्बर टी 12-13 डायल डायल छ यहाँ सबै हो 12-13 डायल म यहाँ गरिहाल्छु केही छैन 14 एकछिन 12-13 यो भयो डायल 14-17 भइहाल्यो 1 किलो मार्तोल ल्याऊ बास त्यति हो त्यति ल्याऊ किनभने चेन लुज भइरहेको छ यसले पनि पर्फर्मेन्समा यसले नराम्रो एउटा उयो दिन्छ काम गर्छ यदि तिम्रो स्पोकेट राम्रो छ चेन राम्रो छ भनेपछि चाहिँ जतिको तिम्रो पर्फर्मेन्स हिजो थियो नि अघि थियो नि त्योलाई बढी जान्छ फेरि यी हेर त रुमा सुकाउने भइसकेको छ सबै खोल्नुपर्छ लुज गर्नु छ अरे खोल्नु पर्दा नि लुज खाने गर्नु त्यो भएन यतापट्टि अब तिमी अब तिमी 10 नम्बर टी यहीँ छ होला 10 नम्बर टी त 10 नम्बर टी छ त्यहाँ छ टी छ 10 नम्बर ऊ यहाँ रहेछ 10 यतापट्टि आऊ 10 यतापट्टि आऊ तिमी 10 लिएर 10 यतापट्टि त्यसलाई खोला मपट्टि हामीपट्टि हामीपट्टि यो पकड यो गर यसरी घुमाऊ यसरी उल्टा पकडा तिम्रो उल्टा हो हात देखिन्छ कसले यस्तो गर्नु भएन यसरी लु उतापट्टि छ उल्टा भयो तिमी उतापट्टि जाऊ अझै लुज मात्रै गर्नुपर्छ बास भयो डन 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 थ्याङ्क यू है स्क्रुड्राइभर पनि लिएर स्क्रुड्राइभरले चाहिँ दुईटा पनि एनी स्क्रुड्राइभर चाहिँ यो म नाप्नु मात्रै अब हेर तिमीलाई अब म यता क्याम भिडियो क्याम उसबाट क्यामबाटै पनि यो एडजस्टमेन्ट हुँदै गरेर देखाइदिन्छु म तिमी यता कसरी भन्दाखेरि चाहिँ हेर आँखाले पनि देख्न सक्छौ भिडियोबाट पनि हेर कसरी एडजस्टमेन्ट हुँदैछ भन्ने चाहिँ तिमीले यहाँबाट बुझ्नु सक्छौ ल बुझ्यौ हेर्नु ल अब चेनलाई हेर है चेन एकछिन है चेन हेर्नु ल हेर अब चेन हेर्नु है यतिमा त हल्का त निक्लिन्छ जुम गरिदिन्छ लु गर त चेनमा जुम गरेर चेन गर्नु तिमीहरूलाई थाहा हुन्छ कसरी जुम हुँदैन त्यति नै डन ए रेयर भन्दा हुन्छ नि त है अब यो जुन चाहिँ चेन छ नि यो छ नि चेन अब चेन आउँदै गरेको हेर्नु ल अब हेर तिमीले आँखाले हेर अब म एडजस्टमेन्ट गर्दैछु है हेर चेन यस्तो चाहिँ यो बनियानहरू सुकाउने खालको चेन होइन बनियान कोही बेला त्यो च्याती हुन्छ नि रुमालहरू अब हेर यसले पनि फरक गर्छ दौडिनुमा गाडीलाई दुई पाङ्ग्रो
हेर अब हेर है यो भयो यो भयो यो भयो ठिकै छ यो ठिकै छ यो पनि ठिकै छ यो किन कडा भइरहेको छ अब हेर ऊ आउँदैछ उकालो हजुर आउँदैछ आउँदैछ हेर त्यो टाइट गर्ने हो टाइट गर्दैछु अब होइन मिलाउँदैछु है एकैछिन गर्दैछु हेर है 12 नम्बरै छ है हेर आयो हेर है हजुर उठ्दैछ उठ्दैछ उठ्छ अब यो उठ्दैछ हेर अब यो हेर है अब हेर माथि भन्छु हेर है ऊ उठ्यो यसले चाहिँ अब तिम्रो गाडीमा कुद्नुमा पनि ठुलो भूमिका निभाउँछ आयो हेर है अहिले भन्दा हेर आयो अब हेर राम्रो छ हेर्नु चाहिँ ऊ आउँदैछ उकालो अहिले भन्दा हेर कति फरक पर्यो हो कि होइन धेरै फरक परेको न त्यस्तो हुन्छ यसले पनि गाडीको उसमा दुई पाङ्ग्रेको काममा यसले पनि धेरै ठुलो भूमिका निभाउँछ यो स्प्रोकेटले बुझ्यौ गाडीको के छ इन्जिनहरू होइन अन्य पूर्जाहरू तर यो गलत छ भने पनि यसले तिम्रो गाडी दौडिनु सक्दैन अब हेर अब अहिले फरक फेरि यसलाई फेरि तिमीले अहिले कुदेर हेर महसुस गर कति एम गर्नुपर्छ खास चाहिँ एक्युरेट छ खासमा यसमा त उहिले आफ्नुपर्छ तर अब मैले त जस्ट एउटा यो रफ नालेको मात्रै हो र पनि एक्युरेट हुन्छ यो लामो यो छोटो यो यताको राइट साइडको छोटो यो लामो हुँदैन त्यो भयो भने चक्का पल्टे हुन्छ हो काम राम्रो गर्नु सक्दैन अब यसलाई के गर यसो गर लगाऊ हल्का टेम्पररी अहिले जसरी तिमीले लुज गरेको थियौ 10 नम्बर टीले त्यसै टाइट गरेछ त्यसलाई पहिला 10 नम्बर टी कहाँ राख्यौ अहिले कहाँ राख्यौ 10 नम्बर टी यहाँ लुज गरेको खोइ देखो कति नम्बर हो त्यो 10 नम्बर खोइ यो लुज गरेको कहाँ राख्यौ यो 14 नम्बर Where is it? त्यति पनि हुनसक्छ त्यो पर गयो त्यो काम गरेको पर गयो त्यो हुनसक्छ पर गएको हुनसक्छ हेर त्यो गरौँ त्यस्तो हुन्छ नि त कामै यतापट्टि काममा ध्यानमा चाहिँ यस्तो कतिवटा कुरोहरूमा हामी उयो गर्न सक्दैनौँ ठुलो म्याटर होइन त्यो टाइट गर उताको अब जस्तो यस्तो गर्दाखेरि यहाँमा गर्नु तिम्रो बल पर्दैन हो यसो कोल्टे हुनुपर्छ यसरी चाहिँ बल पर्छ हेर ल तागत पर्छ यसमा चाहिँ यसबाट चाहिँ यसमा चाहिँ पावर पर्छ अब हेर छ नि अब कोल्टे छैन तागत पर्छ अब गर त भयो डन भयो अब म 22 mm ले फेरि यसलाई नटलाई अब त्यो ओइल पनि लगायो होइन यसलाई म टाई गरेँ टाई गर्छु अब म के गर्छु भने यसलाई एकपल्ट यो डन भयो 12 नम्बरले फेरि यसलाई 14 mm को लागि लक गर्छु नट यो लक गरेँ होइन 12 नम्बर यसरी चाहिँ यसलाई अपोजिट यसलाई यता गर्नुपर्छ यसलाई यता आएको मैलाले यस्तो गर्छ
पानी पसेर होला अघि है के हुन्छ सर्ट टाइमको मात्रै हो लङ टर्म हुँदैन नि ल कम गर्दा गइहाल्छ गइहाल्छु राइट यु आर एब्सोल्युटली राइट तिमी अब जानु सक्छौ ल बाहिर हाल्दिन्छ ओके ओके हामी तिमी बात गरिहाल्छु नि म ल हामी बात गरिहाल्छु त्यो इट्स नट अ बिग डिल त्यो हाम्रो भइहाल्ने कुरो हो त्यो फ्रन्ट क्यामेराबाट उयो हुँदो रहेछ है अब पर्फर्मेन्स याद गर्नु अघि त्यो पानी पछि त्यो गाडी भयो है पानीले गर्दा रस्ट हुन्छ कि त्यसलाई जान्छ फेरि त्यो तपाईँ चाँडै आउनु है त्यो गर्नुपर्छ रिङ छ भने रिङ ठिकै छ नत्र भने म अर्को के पनि जान्छु नि त त्यो उयो भएको नि तार हो त्यो मैला पस्नु हुँदैन ल ओके 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 बाई बाई हेभ अ गुड डे